हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। हामी सन्चै नै हुनुहुन्छ होला है। म पनि सन्चै नै छु। अहिले म कहाँ छु भन्दाखेरि म आज धनतिर छु अचाल। हाल फिलहाल 1 वर्ष हुन लागिसक्यो अरे आज। यस्तो छ गाइस बाटो। हामी दुईजना हामी लन्ठोहरू हिँडिरहेको छौँ। होइन यहाँ ऊ त्यहाँ गढेर यहाँ यस्तो भयो। कपाल काट्न आएको एकजना दाइ नै हुनुहुन्थेन, त्यही भएर म आज कपाल काट्दैन। भोलि स्कुल अब तपाईँ यति कुरा चाहिँ कहाँबाट आउँछ है? खान्छु पिटाइ धोबी भनेर म नयाँ स्टुडेन्ट हो नि त म। मलाई कसैले चिनेको कि मलाई पुरानो भएपछि मेरो असली पुरानो रूप थाहा हुन्छ क्या कस्तो छु भनेर। म यसको पनि कपाल काट्न थियो। यसको आमाले आज के बार अरे मङ्गलबार भनेर कपाल काट्न दिएन। टडाका खाऊ अहिले उ त्यहाँ माथि गएपछि भेट्छ। लगाइस हिँड्नलाई यो अमेरिकाको ट्रिप यस्तो छ यार। मेरो भिडियो बनाइदिन्छस् र? ओए बनाइदिएन गाइस होइन। यसले मेरो फोटो खिचिदियो भनेको पनि पैसा माग्छ। साथी चाहिँ ठुलो मान्छे अहिले मलाई नक्कल बनाएको होइन एक महिनाको तलब दिँदै युट्युबबाट इन्कम आयो भने 50,000 छैन 1000 रुपियाँ नोट दिन्छु। हो कि साँच्ची दिन्छु। 1000 रुपियाँको 1 रुपियाँ पनि दिन्न। यस्तो साथीहरू यस्ता छन् है गाइस। कुदाइ आउनु मस्त गाइस। अहिले हामी उयो पढ्ने स्कुलमा आइसक्यो है। आइसक्यो के आउनु लाग्छ होइन। बवाल छ अरे ठाउँ गर्मी भइरहेको यस्तो। अहिलेसम्म कस्तो जाडो भइरहेको थियो, अहिले गर्मी भइदियो। त्यहाँ अङ्कल युज गर्न लाउँछ सहरमा। यस्तो फोटो भयो के हो र? राम्रोसँग हिँड्न सकिन्न। यही हो छोको त है। त्यही हो अङ्कल, त्यही हो अङ्कल। ऊ त्यो काट्न लाउनु काट्न आउनु काट्न लाउनु हो त्यो अङ्कलले। त्यहाँ हेरी म त्यस्तो गोरो छु यार। मलाई के हेर्न पर्छ र? छैन म गोरो। म चाहिँ कालो छु यार। कालो भए फने दिलवाले छु छैन कसरी एकचोटि प्यार थियो त दोबारा छोडुङ्गा बिना। ल बोल बोल्न कस्तो र? एक बार धोखा खा रहा हूँ, दूसरी बार धोखा नहीं खा रहा हूँ। नहीं खाता हूँ कि नहीं खा रहा हूँ। ऐसे एक बार धोखा खा चुका हूँ, दूसरी बार नहीं खाऊंगा। ओए टेढ़ा हूँ तूने मुझे क्या रे टेढ़ा हूँ तूने मुझे क्या थियो क्या? यसलाई कोही केटी होइन सिङ्गल हुनुहुन्छ भने कोही यसलाई केटी म यसलाई मागर भन्न पनि यार। कोही केटी सिङ्गल हुनुहुन्छ भने यसलाई हल्का सम्पर्क गर्न सक्नुहुन्छ। राम विश्वकर्मा राम छ होइन फेसबुक आइडी। ल राम छ, ह्यान्सीले छ, सोझो छ, पढ्नमा हल्का छ अरे बढी नै छ। त्यही नै हो। अब घरतिर जाने टाइम आइसक्यो बाटो आइसक्यो। बाई बाई गाइस गुम्बा भन्ने उ त हो। ल त्यही नै हो। अहिले देख्छु बाई बाई गाइस यही हो गुम्बा भन्ने उयो। मैले उता भिडियो बनाउनु बिर्सेछु क्या। त्यहाँ अर्कै भिडियो गराएको थिएँ है। म त्यो भिडियो बनाउनु बिर्सेँ। अहिले म हिँडिरहेको छु बाटै बाटो। यसलाई मैले धेरै देखाएँ यार। धेरै देखायो मलाई नदेखान त मलाई। म चिसो मलाई कोही केटीले मन पराउनु मलाई। म चुपचाप हिँडिरहेको त्यही पनि देखाइरहेको होइन। त्यही नै हो। के भन्न लाग्थेँ यार बिर्सेँ मैले। सबैजनालाई सपोर्ट गरिदिनु होला। कति वर्षपछि बल्ल ब्लग हालेको छु मैले। कहिलेको मिनी ब्लग अस्तितिर शनिबारतिर हालिदिएँ। यस्तो राम्रै आएको थियो भ्युजहरू है।
त्यसपछि हाले थिएछ ये हालेको थिएँ। खै कुन एन भन्छ नाम नाम निरज ब्लग्स ब्लग्स राम्रो याद थियो। साथ सपोर्ट गरिदिनु होला। अब रातिको समयमा म ब्लग स्टार्ट गरेँ। आजै हालिदिन्छु गरम माक्रो एडिट हालिदिएर। त्यही हो। अलिबार चाहिँ त्यहाँ मुच्चुका मुत्न अब हल्का फ्रेस यहाँ दबाई दिउँ यस्तो टेन्सनलाई कुरेर खोको गर्नु यस्तो छ बाटो छोड्न यार। तँलाई देखाएँ मैले धेरै ल नि यो यहाँ राम्रो राम्रो बाटो नि यस्तरी हिँड्छ। यहाँ त कालै देखियो है केटा। म कालो देखियो थुकीलाई गयो देखियो खान्छस् ओए ओइ मा माको यो कुकुरलाई म त टल्किन्छ है। कहाँ गयो उयो के हो भूत उयो त भूत है। उयो उयो के हो उयो गाइस ओए ओए के हो यो यार माको म त कुकुरलाई बाघ बनाइदिएर यार जुम यार म त कुकुरलाई बाघ बनाइदिएर एक्काइस टिलिक्क टल्किन्छ ओए भनेको होइन सर्ट सानो भयो क्या पैसा चाहियो 2000 हजार के गर्छस् र ओए भाइ म देखाने स्माल तर आइज सिंगल बुढी हक दिन्छु आगर ओए तैँले कसलाई नि खोजेको स्वभाव फुच्चे यस्तो हान्छु फेरि। ल गाइस अब यति नै होइन आजको लागि ब्लग। अब आई होप सबैजनालाई यो भिडियो राम्रो लाग्छ होला। यति नै भन्दा बिदा लिन चाहन्छु। बाई बाई। अहिले त्यहाँ अन गर्छ बाई बाई गुड नाइट। अन गर्छ त्यहाँ फेरि